यहाँ हेर्नुहोस् है साथीहरू, हाम्रो भिनाजु चाहिँ एकदम कुक हुनुहुन्छ। यहाँ ब्रेड बनाउँदै हुनुहुन्छ आफ्नो छोराछोरीको लागि। दस वर्षको एक्सपिरियन्स हो भिनाजुको चाहिँ कुकमा। अनि उता छोरा चाहिँ लुकेर हेरिरहेछन्। अनि यता चाहिँ दिदी आफ्नै काममा बिजी, लसुन निकाल्दै लसुन लगाउने तयारी। अब यता भिनाजु बनाउनमा बिजी। अनि यता म चाहिँ भिडियो बनाउनमा बिजी साथीहरू। यहाँ हाम्रो दिदीले पालेको गाई बाख्रा